के तपाईँ आफ्नो जीवनमा शान्ति र सन्तुलन खोज्दै हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। नमस्कार, मेरो नाम दिया श्रेष्ठ हो र एजुकेसन ग्लोबल सिनेटको एम्बेसेडरको रूपमा मैले आम मानिसहरूको जीवनमा आरोग्यता र शान्ति ल्याउने सङ्कल्प लिएकी छु। आज म यहाँहरूलाई चक्रविज्ञान नामको एउटा निकै नै खास कार्यक्रमको बारेमा बताउन गइरहेकी छु, जसले मेरो जीवनमा सकारात्मक र निकै नै प्रभावशाली रूपान्तरण ल्याएको छ। आगामी जुन 25 देखि केन्टकी लुइभिलमा र जुलाई 14 देखि बाल्टिमोर मेरील्यान्डमा हुन गइरहेको चक्रविज्ञानमा यहाँहरूलाई हार्दिक निमन्त्रणा छ। यस 7 दिने कार्यक्रममा यहाँहरूले आफ्नो शरीरभित्र भएको 7वटा चक्रको बारेमा जान्नुहुनेछ र आफ्ना चक्रहरूलाई कसरी सन्तुलनमा ल्याउने भन्ने कुरा बुझ्नुहुनेछ। र गजबको कुरा के छ भन्दा नि, यी सबै कुराहरू यहाँहरूले हाँस्दै गाउँदै नाच्दै रमाउँदै सिक्न सक्नुहुनेछ। त्यसैले यदि हजुर पनि आफ्नो जीवनमा शान्ति र सन्तुलन चाहनुहुन्छ भने पक्कै पनि यस कार्यक्रममा सहभागी हुनुहोला। धन्यवाद।